हिंदू होइन हिंदू होइन हिंदू होइन हिंदू होइन भन्दैन 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 एक हौं मङ्गले 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 मंगल मंगल जिंदाबाद जिंदाबाद महामानव डॉक्टर गोपाल गुरुङ अमर रहून् अमर रहून् अमर रहून् एमालेको संयुक्त स्थापना दिवस सफल पारौँ सफल पारौँ जय मंगल जय मंगल एक हौं अंग हो अंग हो अंग हो अंग हो आदिवासी जनजाति अंतर्राष्ट्रीय ठग समाज हो आदिवासी जनजाति अंतर्राष्ट्रीय ठग समाज हो पूर्णवेदी निधि अंधेगा लागू कर आदिवासी जनजाति अंतर्राष्ट्रीय ठग समाज हो नीति अंत्य कर हेलो भन्नुहोस्
यसै गरी उपस्थित सम्पूर्ण महानुभावहरूलाई जोरदार ताली बजाइदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी महामानव सिधा बुद्ध र मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूको तस्बिरमा 5वटा क्रान्तिको स्वरूप क्यान्डल बालेर यस कार्यक्रमको उद्घाटन गरिदिनु हुनको लागि पनि म आजको प्रमुख अतिथि मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय मूल सचिव सन्तोष तामाङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्णमा निरन्तर ताली बजाइदिइराख्नु हुनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। मङ्गोल नेसनल अर्गनाइजेसनको यो 5वटा क्यान्डल बालेर उद्घाटन गर्नुको प्रतीक रहेको छ। मङ्गोल नेसनल अर्गनाइजेसनले 5वटा क्रान्तिमा लडाइँ गर्ने गर्दछ। यसकारण यो 5वटा क्यान्डलको प्रतीक एउटा राजनीतिक क्रान्ति रहेको छ भने 2मा आर्थिक क्रान्ति, यसै गरी 3मा रहेको छ शैक्षिक क्रान्ति, र यसै गरी 4थोमा रहेको छ धार्मिक क्रान्ति, यसै गरी 5औँमा रहेको छ सामाजिक तथा सांस्कृतिक क्रान्ति। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय मूल सचिव सन्तोष तामाङज्यूलाई। ताली निरन्तर बजाइराख्नको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामीमा सांस्कृतिक नृत्य पनि रहेको हुँदाखेरि स्वागत नृत्यको लागि टाउन तयारी अवस्थामा रहिदिनु हुनको लागि म यसै गोर्खा जिल्लाका चेलीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
हो उठाउ झुटाउ जय मङ्गल भनेर हिँड्छु अब म पनि त मङ्गल झन्डा बोकेर आए म त मूलवासीको कुरा सुनेर हिँड्छु अब म पनि त मङ्गल झन्डा बोकेर आए म त मूलवासीको कुरा सुनेर सम्पूर्ण महानुभावहरूलाई जोरदार ताली बजाइदिनुको लागि पनि त्यसै गरी कोही नाच्न इच्छुक हुनुहुन्छ भने अगाडिको स्टेजमा आएर नाचिदिनुको लागि पनि म पनि त मङ्गल झन्डा बोकेर आए म त मूलवासीको कुरा सुनेर आए म त मूलवासीको कुरा सुनेर नेपालको मालिक हो उठौँ एकजुट भएर जय मङ्गल भनेर हामी मङ्गल नेपालको मालिक हो उठौँ एकजुट भएर जय मङ्गल भनेर उठौँ एकजुट भएर जय मङ्गल भनेर उठौँ एकजुट भएर जय मङ्गल भनेर धेरै धेरै जय मङ्गल ल जय मङ्गल ल जय मङ्गल आयो 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 ल है ल के गाडी खाइ के जय मङ्गल जय मङ्गल ल आयो ल जय मङ्गल ल आयो हे ल मिलेर बसौँ यो गाडी खाइ ओ ल तुलसी सरको गाडी आयो यता ल कोही नछुटौँ है कोही नछुटौँ ल बेलुकाचोरको गाडी आयो है
कोही नछुट्ने कोही नदोरिने है फेरि गाडीमा छ क्या 8-10 जना पहिल्यै छ ल ल छ ल सबैजना सिट कहाँ पुग्छ त फेरि भन्नु किसे क्रिक एकजना गर्नु ठिकै छ ल गाई म जमा खाइ वा कता बच्ची पारी अर्को चिनै गयो ए ल ल खै गीत हुन्न नामे त्यो पुरानो के छ धेरै जाति धेरै भाषी तर हामी एउटै मङ्गल मूलवासी त्यही पुर्खाको सन्तान हौ हामी मङ्गल मूलवासी हामी भूमिपुत्र मूलवासी हौ धेरै जाति धेरै भाषी तर हामी एउटै मङ्गल मूलवासी त्यही पुर्खाको सन्तान हौ हामी मङ्गल मूलवासी